हेलो नमस्ते तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज हामीहरु न्यू टपिकमा कुरा गर्न गइरहेको छौं। नेपालमा इन्कम ट्याक्स फाइल कसरी गरिन्छ र त्यसको आधारमा ट्याक्स अफिसबाट कर चुक्ता कसरी निकालिन्छ त्यसको मैले फुल भिडियो बनाएर हजुर समक्ष पेश गर्ने गइरहेको छु। कृपया लास्टसम्म यो भिडियो हेरिदिनु होला र राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गर्न नभुल्नु होला र आफ्नो कमेन्टमा राय पनि व्यक्त गरेर जानु होला। सुरु गरौँ। क्रोम ओपन गर्ने अनि iird.gov.np मा क्लिक गर्ने अनि ट्याक्स पोर्टलमा जाने अनि त्यसपछि इन्कम ट्याक्स अनि त्यसपछि D03 मा क्लिक गर्ने अनि जसको न्यू होला भने उहाँले सबै फिलअप गरेर जाने। हामीले सबमिसन अलरेडी पहिलादेखि नै लिइसकेछौँ अनि अफिसको भाइहरूले नै पहिला फिलअप गरिसकेका छन्। एकचोटि म रिचेक गरेर अनि सबमिट गर्न गइरहेको छु। अब तिनीहरूलाई त्रुटिपूर्ण नै राखेका छन्, त्यसकारण मैले त्यसैमा रिचेक गरेर एडिट गरेर अनि भर्दै गइरहेको छु। यो चार्ट चाहिँ ब्लर गर्नको उद्देश्य चाहिँ पार्टीको प्राइभेसीलाई कभर गर्ने हो, त्यसैकारण त्यो ब्लर गरेर भर्दै गइरहेको छु। करदाताको किसिममा दम्पति सिलेक्ट गर्ने त्यसपछि लेखा परीक्षकको दस्खतमा स्थायी लेखा नम्बर अनि लेखा परीक्षकको डिटेल हाल्ने अनि त्यसपछि हालेर नेक्स्टमा क्लिक गर्ने। त्यसपछि सर्वप्रथम हामीहरू अनुसूची 5 मा फिलअप गर्ने हो। त्यसमा भाइहरूले अलरेडी अगाडिदेखि नै फिलअप गरेका छन्। म त्यो रिचेक गर्दै हाल्दै गइरहेको छु, हजुरहरू हेर्न सक्नुहुन्छ। यो फाइलमा हाम्रो डेप्रिसिएसन राख्नुपर्ने भएकोले डेप्रिसिएसनमा पनि हेर्ने अनि पहिलादेखि नै भाइहरू फिलअप गरिसकेका छन् त्यो रिचेक गरेर अनि अगाडि बढ्ने हो। यहाँ हाम्रो अनुसूची 5 कम्प्लिट भइसकेछ। त्यसलाई अपडेट गर्ने अनि फेरि बाहिर निस्किने, ब्याक हुने।
अब अनुसूची 5 हाम्रो कम्प्लिट भएपछि अनुसूची 10 पहिला क्लियर गर्ने। अनि अनुसूची 10 लाई कम्प्लिट गरेर अपडेट गरेर अनि एकचोटि रिचेक गर्ने कि जुन टिडिएस हाम्रो कटा भएको छ त्यो आएको छ कि छैन, पेमेन्ट बुझाएको पनि त्यो कम्प्लिट भएको छ कि छैन, त्यो एकचोटि रिचेक गर्ने। यसमा हामीले अडिटरको टिडिएस तिरेको छौँ, त्यो पनि अनुसूची 10 मा आएकोले त्यो हटाएर अनि बाँकी चेक गरेर सेभ गर्ने। अब अनुसूची 10 कम्प्लिट भएपछि अनुसूची 1 अथवा अनुसूची 2 अपडेट गर्ने। त्यसमा हाम्रो मुख्य कुरा चेक गर्नुपर्ने ट्रान्जेक्सन चेक गर्ने अनि प्रफिट जुन आएको छ त्यो चेक गर्ने। अनि हाम्रो कर अपडेट पोर्टलमा क्लिक गर्ने अनि त्यसपछि हेर्ने कि हाम्रो जुन ट्याक्स एक्चुअल आउनुपर्ने हो त्यो ठिक छ कि छैन, त्यो दफाहरू चेक गर्ने अनि त्यसपछि सेभ गरेर बाहिर निस्किने। त्यसपछि अनुसूची 13 मा जाने, अनुसूची 13 अपडेट गर्ने। यो हाम्रो ढुवानी हार्डवेयर फर्म त्यो सबैको लागि अनिवार्य अनुसूची हो। त्यसमा हाम्रो सबै बैलेन्स सिटको डाटा अनि पिएलको डाटा यसमा राख्ने। हामी सर चेक गर्दै अनि अगाडि बढिरहेको छौँ।
अब हामीले जुन वर्षभरिमा 1 लाख भन्दा बढीको ट्रान्जेक्सन गर्ने पार्टीहरूसँग कारोबार गरेको छौँ भने त्यो यहाँ राख्ने। त्यसको लागि हामीले एक्सेल फाइल अलरेडी अपडेट गरेर राखेको छु, त्यो म फिलअप गरिरहेको छु। त्यो फिलअप गरेर अनि एकचोटि रिचेक गर्ने के कस्तो छ, त्यसमा कुनै मिस्टेक त अपडेट भएको छैन नि, त्यो चेक गरेर अनि चेक लिस्टमा क्लिक गर्ने अनि त्यसपछि सेभ गर्ने। अब प्रिन्ट पेजमा ओपन गरेर अनि एकचोटि सबै डाटा चेक गर्ने अनि त्यो ठिक छ भने अगाडि बढ्ने, ठिक छैन भने त्यहाँ फेरि जुन अनुसूचीमा मिस्टेक भएको छ त्यो अनुसूचीमा गएर अनि एकचोटि फेरि अपडेट गरेर अगाडि बढ्नुपर्छ। यो हाम्रो अनुसूची 5 को डाटा भयो। त्यसपछि यो अनुसूची 1 भयो, त्यो पनि रिचेक गर्ने, ठिक छ भने अगाडि बढ्ने। त्यसपछि अनुसूची 10 रिचेक गर्ने, त्यो ठिक छ कि के कस्तो छ। त्यसमा अडिटरको टिडिएस पनि त आएको छैन नि। त्यसपछि लास्ट अनुसूची रह्यो अनुसूची 13, त्यो हामीले राम्रोसँग हेर्नुपर्छ, किनभने त्यसमा 1 इयरमा 1 लाख भन्दा बढीको कारोबार गरेको छौँ भने त्यो पार्टीको लिस्ट राख्नुपर्ने हुन्छ। त्यो मिस्टेक भयो भने मिसम्याच पर्छ अनि त्यसको बेग्लै फाइन तिर्नुपर्ने हुन्छ। त्यसै कारण राम्रोसँग हेरेर अनि त्यसपछि अगाडि बढ्नुपर्छ। हजुरहरू हेर्दै जानुहोला अनि यो भिडियो कस्तो लाग्यो हजुरहरूलाई त्यो पनि कमेन्टमा भन्न नबिर्स्नुहोला। यो हाम्रो 1 लाखको लिस्ट भयो अनि त्यो एकचोटि चेक गर्ने अनि त्यसपछि योलाई कट गर्ने अनि त्यसपछि हाम्रो जुन बैलेन्स सिटको पिडिएफ बनाएर राखेका छौँ त्यो विवरण यहाँ सबमिट गर्ने अनि अपलोड गर्ने। यहाँ अपडेट भइसकेपछि एकचोटि त्यो ओपन गरेर त्यो रिचेक पनि गरिहाल्नुपर्छ कि अर्को फाइल त अपडेट भएको छैन नि त्यसमा। त्यसका कारण एकचोटि रिचेक गर्ने अनि सबै ठिक छ भने त्यसपछि अगाडि बढ्ने। यहाँ सबै डकुमेन्ट मेरो ठिक छ। त्यसपछि यहाँबाट निस्कने, निस्केपछि अब हामीले सबै ठिक छ भने सबमिटमा क्लिक गर्ने। सबमिटमा क्लिक गरेपछि त्यसले सोध्ने गर्छ कि तपाईँले जुन ट्याक्स बुझाउनु पर्ने छ त्यो बुझाउनु भएको छ कि छैन। अहिलेको नियमअनुसार जति ट्याक्स निस्किरहेछ त्यो पहिला अनुसूची 10 मा अपडेट गरेर तब नै सबमिट गर्न पाउने व्यवस्था भएकोले त्यो अलिकति ध्यान दिने। यहाँ हाम्रो विवरण सबमिट भइसकेछ अनि त्यसपछि फेरि आइआरडीमा गएर
अनि जेनरलमा गएर ट्याक्स पोर्टलमा लगइन गर्ने। लगइन गरेर यहाँ क्याप्चा पनि राख्नुपर्ने भएकोले क्याप्चा राखेर अनि त्यसपछि लगइन गर्ने। लगइन भएपछि भेरिफिकेसनमा क्लिक गर्ने। अनि पहिलाको जुन सब्मिसन छ याद छ भने त्यहाँ राख्न सक्नुहुन्छ। याद छैन भने यहाँ ब्याक भएपछि त्यो कपी गरेर अनि त्यहाँ एकैचोटि राख्न मिल्छ। यहाँ आएर डे 3 डे 2 के हो हाम्रो त्यो राख्ने अनि त्यो सब्मिसन राख्ने। सब्मिसन राखेपछि ट्याब थिच्ने। ट्याब थिचेपछि त्यो हाम्रो सबमिटको अप्सन आइहाल्छ भेरिफाईको। त्यहाँ क्लिक गर्ने। एकछिन पछि त्यो भेरिफाई भएको हेराउँछ। अनि यहाँ हाम्रो भेरिफाई भइसक्यो। त्यो गएर हाम्रो ट्रान्जेक्सनमा गएपछि आइटीमा गएर त्यो हेर्न सकिन्छ कि हाम्रो यो विवरण सबमिट भएको छ कि छैन। अब विवरण हाम्रो सबमिट भएपछि आइटीमा गएर अनि त्यसपछि त्यहाँ सबै अनुसूचीहरू प्रिन्ट गर्ने। हाम्रो फाइलमा सेलेरी छ या सर्भिस छ भने त्यसको इटिडिएस गरेर लग्नुपर्ने हुन्छ। अनि त्यो फाइलमा राख्ने। अनि जति भाउचर हाम्रो इन्कम ट्याक्समा यो विवरणमा बुझाइएको छ त्यसको सबैको भाउचर राख्ने। अनि त्यो सबै प्रिन्ट गरेर अनि एउटा फाइल बनाएर राजस्वमा जानुपर्ने हुन्छ। एउटा गएपछि त्यहाँ एउटा निवेदन फर्म पाउँछ त्यो फिलअप गर्ने। अनि फिलअप गरेपछि त्यहाँ सरहरूसँग भेट्नुपर्छ। अनि त्यसपछि हाम्रो सबै फाइल रिचेक हुन्छ। रिचेक भएपछि त्यहाँ हाम्रो कर चुक्ता निस्किन्छ। हजुरहरू यहाँसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र यो भिडियो बनाउँदा के त्यसमा अझै सच्याएर जानुपर्ने हुन्छ सुझाव र अगाडिको टपिक के कस्तोमा भिडियो बनाउँदा राम्रो हुन्छ त्यसको बारेमा 2 शब्द कमेन्टमा लेख्न नछुट्याउनुहोला। र यति माया प्रेम दिनुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू। हजुरको जय होस्।